हेलो नमस्ते साथीहरू। हामी चाहिँ आज हाम्रो आफन्तको विवाह समारोहमा चाहिँ सिन्सिनिटी आएका छौँ। सिन्सिनिटीमा चाहिँ हाम्रो आफन्तको विवाहमा चाहिँ बेहुला बेहुलीलाई प्रत्यक्ष भेटेर शुभकामना दिएर चाहिँ हामी भोज खाएर नाचेर पनि अनि हामी चाहिँ त्यहाँबाट बिहे सकेर हिँड्यौँ। सिन्सिनिटीमा चाहिँ मेरो काकी सासू अनि त्यस पछाडि जेठाजु दादा दिदी बाबु नानीहरू हुनुहुन्छ र अरू पनि आफन्तहरू हुनुहुन्छ। र अहिले चाहिँ अब हामी एकैछिन यहाँ भेटघाटको लागि पस्यौँ र मेरो काकी सासूले अनि दिदीले चाहिँ मोमो बनाएर खाएर जाऊँ भन्नुभयो र हामी चाहिँ विवाहको भोजले नै अगाएर नै आएका थियौँ, तर पनि यो बनाउँदै गर्दा भोक लाग्छ, खाएर जानुपर्छ टाढाको बाटो भन्नुभयो र हुन्छ नि त भनेर दिदीले सबै तयारी गरिसक्नु भएको थियो। मात्र मोमो पोको पार्नु मात्रै बाँकी थियो। मोमो चाहिँ हेर्नुहोस् न, मलाई बनाउन आउँदैन थियो। यहाँ आएर चाहिँ बिस्तार बिस्तार थोरै थोरै बनाउने कहिलेकाहीँ गर्दा मलाई अहिले यत्तिको मोमो बनाउन आउने भइसकेको छ। अनि हाम्रोमा चाहिँ भेजी मोमो चल्छ, भेजिटेबल मोमो। यहाँ चाहिँ बन्दाकोपी अनि त्यस पछाडि गाजर पनि होला जस्तो लाग्छ, अनि पनिर अनि धनियाँ सबै मिक्स गरेर अनि किमा बनाएर रेडी बनाउनु भएको थियो दिदीले। अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ मेरो माइली जेठानी दिदी हामी चाहिँ परिवारै गएका थियौँ बिहेमा। मेरो सासू आमा जेठाजु दादा जेठानी दिदी बाबु नानीहरू मेरो हस्बेन्ड हामी सबै बिहेमा गएका थियौँ। अनि जति पनि गएका छौँ मेरो ठुलो दादाहरू अनि बाबु नानी सबै गएका थियौँ। अनि त्यस पछाडि हामीले चाहिँ मोमो बनाउने पोको पार्नलाई चाहिँ मेरो सासू आमा दिदी अनि अर्को दिदी हुनुहुन्छ, चारजनाले चाहिँ हामीले पोको पार्यौँ। हेर्नुहोस् न मोमो कस्तो, यो रोटी चाहिँ बेल्नु परेन। बजारमा चाहिँ यस्तै रेडिमेड मोमोको रोटी तयार पारेर आउँदो रहेछ, एकदमै सजिलो भयो। त्यही भएर र हामीले बेल्नु पर्दा चाहिँ पिठो एकदमै टाइम लाग्छ हैन। यो चाहिँ रेडिमेड लिएर आएर चाहिँ फ्रोजनमा राखेर अनि कहिले मोमो खाने, अब भरे मोमो खानु छ भने बिहान नै फ्रोजनबाट झिकेर फ्रिजमा सार्नुपर्छ, नत्र बाहिरै राख्दा पनि हुन्छ। र 2-3 घण्टा बाहिर राख्यो भने चाहिँ आफै फुक्न थाल्छ क्या रोटी। अनि एउटा एउटा झिकेर अनि मोमो किमा राख्दै अनि पोको पार्दै गर्ने। ल हेर्नुहोस् साथीहरू कस्तो सजिलो। र मैले चाहिँ मोमो बनाउन अलिअलि सिकेँ। अनि हेर्नुहोस् न कस्तो। अनि म मात्रै छैन मोमो बनाउने, सबैजना हुनुहुन्छ, 4-5 जना। अरू चाहिँ हाम्रो दादा बाबु नानीहरू चाहिँ र मेरो हस्बेन्ड चाहिँ यतापट्टि सिटिङ रुममा चाहिँ गोल हेर्दै हुनुहुन्छ, टिभी हेर्दै हुनुहुन्छ। हामी चाहिँ मोमो बनाइरहेका छौँ। हेर्नुहोस् त कस्तो सजिलो। आफूले बेलेर बनाउन मन लाग्दा पनि हुन्छ पिठो बेलेर, तर अलिकति टाइम लाग्छ। यो बजारबाट ल्याएको रेडिमेड रोटी पनि सजिलो राम्रो मिठो हुन्छ। अनि त्यही भएर चाहिँ अनि हामी अब यो मोमो बनाएर पाकेर खाएर जाने कुरो भयो। एकछिनपछि भोक पनि लाग्छ मोमो पाक्दै गर्दा। र हामी चाहिँ यहाँबाट 2 घण्टा जानु छ टाढा सिन्सिनिटीबाट। र हामीलाई चाहिँ एकदम धेरै पछि हाम्रो काकी दादा दिदी बाबु नानी भेट्न पाएका। अरू पनि यहाँ सिन्सिनिटीमा आफन्तहरू हुनुहुन्छ। अनि भ्याएसम्म अहिले भेट्नुपर्छ सबैजनालाई एकछिन आएको बेलामा। यस्तै विवाह व्रतबन्ध सप्ताह सबै यस्तो कार्यले त हामीलाई भेट हुन जुराउने रहेछ। त्यही भएर आएको बेलामा चाहिँ ल हेर्नुहोस् त कस्तो सजिलो। हामीले बेल्यौँ भने चाहिँ यति राम्रो चाहिँ हुँदैन जस्तो लाग्छ है मलाई चाहिँ। यस्तो सबै सेम एकनासको रोटीहरू बनाउन सकिँदैन हातले बेल्दा चाहिँ। कतिले बनाउनुहुन्छ तर हेर्नुहोस् त
भेजिटेबल मोमो यस्तो मिठो हुन्छ हैन। अनि अरूभन्दा नि किमामा नुन पिरो सबै ठिक्क लाग्नुपर्छ। त्यस पछाडि झोल अचार बनाउँदा पनि एकदमै मिठो पारेर बनाउनुपर्छ। मोमो त त्यसै मिठो भइहाल्छ हैन। अनि बेला बेलामै चाहिँ हामी पनि बनाएर खाने गरेको छ। म अहिले त समोसा बनाउन पनि जान्ने भइसकेँ। यस्तै रोटी के अरे रेडिमेड रोटी नै आउँछ समोसाको पनि, बजारबाट ल्याउनुपर्छ र त्यही तरकारी रेडी बनाएर त्यसमा पोको पार्ने त हो समोसाको पनि। त्यो पनि मैले जानिसकेँ। अनि चाउमिन पकाउन पनि जानिसकेँ। अनि मोमो बनाउन, चाउमिन बनाउन, अनि त्यसपछि समोसा बनाउन धेरै जस्तो अब बनाउन चाहिँ मलाई सिकिसकेँ मैले। हेर्नुहोस् न, कस्तो पहिला सुरुमा चाहिँ लामो मोमो बनाउने मैले प्रयास गरेँ। लामो अलि ठिकै हुन्थ्यो। अहिले चाहिँ लामोभन्दा डल्लो नै मोमो चाहिँ पोको पार्नलाई सजिलो लाग्यो हैन। यो चाहिँ हाम्रो काकी सासू हाम्रो काकीहरूको चाहिँ घर पछाडि बच्चाहरू खेलिरहेका छन्, फुटबल गोल खेलिरहेका छन्। अनि त्यस पछाडि यहाँ हेर्नुहोस् न, पछाडि घर पछाडि दुबो कस्तो राम्रो है। कसैको बिहा भयो भने यही दुबोको माला बनाउनु कस्तो राम्रो। वा हरियो दुबो, त्यस पछाडि घिउकुमारी हेर्नुहोस् न यी। अनि यता रह्यो फुल, वा। अनि यता हेर्नुहोस् न कर्कलो पिँडालुको गाभा, अनि फुलहरू, अनि ओखरको बोट पनि यहाँ। अनि हेर्नुहोस् त बैगुन भ्यान्टा भन्छौँ हामी नेपालतिर, हाम्रोतिर चाहिँ बैगुन। अनि त्यसपछि बिँ, अनि यता खुर्सानी, करेला, इस्कुस। यता हेर्नुहोस् न आरुको बोट, वाउ धेरै राम्रो। अनि सबै यो हाम्रो काकीहरूको घर पछाडि हो। यहाँ हेर्नुहोस् हाम्रो दादाहरू, हाम्रो बाबु नानीहरू चाहिँ गोल हेर्दै, म चाहिँ हामी चाहिँ मोमो खायौँ। कस्तो मिठो भएछ मोमो भनेको, वाउ। अनि ल हेर्नुहोस् कस्तो मोमो रेडी भयो, कति धेरै पकाएको छ। अनि त्यस पछाडि यो 3टा भाँडोमा 3 तलामा 3 तला भरिएको छ। अनि कस्तो मिठो, कोही पाक्दैछ, कोही हामी खान थालेछौँ। ल हेर्नुहोस् घर पछाडि, यो चाहिँ घर अघि घर पछाडि देखाएँ। अनि हाम्रो काकीहरूको घर सिन्सिनेटी। म पहिला मलाई अमेरिका ल्याउने बित्तिकै अनि त्यहाँ सप्ताहमा नि गर्थेँ। अनि 2 वर्ष अगाडि गएको ठाउँ रमाइलो छ। थ्याङ्क यू सो मच। आजको भिडियो यस्तै भयो। बिहामा आउँदा हामीले मोमो पकाएको भिडियो। यहाँ काकी सासू हुनुहुन्छ, यता दिदी हुनुहुन्छ, जेठान दिदी